एकैछिन यो भिडियो हेरौँ है त। अनि त्यस पछाडि यो भाइले गरेका कुराहरूको विषयमा म केही कुरा आफ्ना कुरा व्यक्त गरौँला है त। कतै केही भन्नुभयो यस्तो भएन भने आज हाम्रो बिस्तारमा गयौँ भोलि हामी हजुरले त्यति जति बोल्नु भयो भने जतिको लागि फाइदा भयो त्यति मात्रै हाम्रो भाइ पनि तपाईँहरूको समस्या उठेर त्यस्तो भएको हो कि होइन मैले उठाएको होइन तपाईँले उठाएको तपाईँ ग्रुपमा त गएर हाम्रो भाइ साथ दिएर हाम्रो भाइहरू त्यस्तो हामीले पनि साथ दिएको हो क्या त्यो आन्दोलन भनेर तपाईँ भनेर हामीलाई थाहा भयो नि त होइन टिम हामी होइन क्या दिदी यस्तो टिम त तपाईँको कतिजना छ रहेछ नेपाल भेटेको हामीलाई पीडा पकाउने तपाईँलाई हो हामीले होइन मलाई तपाईँले भित्रसम्म पुऱ्याइदिनु पर्यो त्यो मात्रै हाम्रो बिन्ती छ कि भाइ बिन्ती हजुरको पीडा लास कुरिरहेछ हाम्रो हाम्रो आमाले लास कुरिरहेछ पुगिसक्यो पुरै सडिसकेको छ टेन्सन नलिनु न मैले 3 वर्षको बच्चा छोडेर 5 दिन भइसक्यो छोडेर आएको भाइ ए भाइ तिमीले चाहिँ अहिले आएर र 19-20 जना 23 गते मरे। अहिले टोटलमा चाहिँ 51-52 जना मान्छे मरिसके। त्यो भइसकेपछि तिमीले चाहिँ आज चाहिँ मेरो टिम होइन यो होइन ऊ होइन भनेर र पन्छिन मिल्छ? त्यसरी भाग्न मिल्छ? सबैको चाहिँ नैतिक रूपमा जिम्मेवारी तिमीले लिनुपर्छ। होइन भने चाहिँ तिमी चाहिँ वार्तामा चाहिँ मुख्य वार्ताको योजनाकार भएर र किन बस्या? के अधिकार थियो तिमीलाई? यति कुराले चाहिँ तपाईँको प्रमाणित गर्छ यो भाइ चाहिँ कन्फर्म चाहिँ यो भाइ नेपाली होइन। जुन इन्डियन मिडियाहरूले चाहिँ हल्ला गरिरहेछन् यो चाहिँ दार्जिलिङको हो भनेर, नेपाली भइदिएको भए नेपालीले त यसरी चाहिँ गैर जिम्मेवारपूर्ण जवाब दिन्छ। ती दिदीबहिनीहरूको बच्चा आफ्नो छोराछोरी मर्या छ अनि त्यहाँबाट चाहिँ हाम्रो विषयमा बोल्दै भनेर भन्दाखेरि त्यो मेरो जिम्मेवारी होइन अथवा चाहिँ हाम्रो टिमको होइन भनेर र भन्न मिल्छ? अनि के मुख लगाएर गएको त चाहिँ त्यो वार्ता गर्न? अनि त्यस पछाडि चाहिँ के मुखले चाहिँ त्यो हाम्रो प्रधान सेनापतिलाई चाहिँ फोन गरेर थर्काउने तिमी होइन? त्यति गर्न सक्ने मान्छेले आज चाहिँ ती चाहिँ केटाकेटीको विषयमा बोल्न चाहिँ ती मृतक केटाकेटीको विषयमा बोलिदेऊ लास कुहिरहेछ भनेर भन्दाखेरि चाहिँ तिम्रो मुखमा माड किन लाग्दैछ? जवाफ चाहियो नि त, जनताले जवाफ चाहन्छ यसको।